तिमीले मैले कति राम्रो बनाएछौँ सेम फेरि दिउरानी जेठानी उस्तै राम्रा के उत्रा उत्रै हात छन् मान्छे नि उत्रा उत्रै छन् मान्छे जस्तो सेलरोटी यस्तै कति राम्रा आउनु चाहिँ खाना फेरि खुदो राखेर लोकल खुदो अर्ग्यानिकको घिउ त इस्माको गुल्मी पिठो पनि मिठो हो न पिठो पनि गुल्मीको हो क्या हामी त दिउरानी जेठानी यस्तरी बसेर खान्छौँ फेरि केराको अचार हिजो केराका पकौडा आज फेरि अचार केरा चाख्नु कस्तो मिठो छ चम्चा ल्याइन्छ हातले निकालेर खान्छ जुठो पनि चल्छ हामीलाई त दिउरानी जेठानी त दुई भने त हुन्छ होइन त्यही त हुन्छ मिठो बनाउनु है त है मिठो छ न यस्तो मिठो खाने सधैँ भेट्यो भने त्यस्तो मिठो खानु पाइँदैछ कि कहिले काहीँ भेटाएर सधैँ यही मिठो हुन्थ्यो यो पनि यस्तो हो कि अब सधैँ भेट भएर एक्लै बसेर खानु रमाइलो गरेर खानु फरक पर्छ नि त कस्ता राम्रो सेल हाम्रो दुईले झुरुम खानु छ है तपाईँले पनि बनाउनु होला तपाईँले दिउरानी जेठानी भेट्नुहुँदा यस्तै सेलरोटी हो बुटोलका चिसामा छतमा बसेर घाममा आगोमा बनाएर फुकेरै हामी त जाँगारीलाई खाौँ कि जिसीका बुहारी के अरे त्यही भएर हात मिठो हात पनि मिठो मुख पनि